नमस्कार, म विक्रम पाण्डे। आज देशमा निकै बदलिँदो परिस्थिति सिर्जना भएको छ। यो परिस्थितिमा हामीले हेर्दा जुन विभिन्न खालका चाहिँ आन्दोलनहरू, जेनजी आन्दोलनहरू समेत हुँदै आउँदाखेरिमा देशले र नयाँ पुस्तालाई नै खोजेको मैले पाएको छु। त्यसले गर्दा हामी सधैँ त्यही पदमा चाहिँ टाँसिएर बस्नुभन्दा देशले मागे अनुसार, युवा पुस्ताले मागे अनुसार हामीले क्षेत्र नम्बर 3 लाई नयाँ पुस्ताको युवा प्रखर नेता जो दीपक थापा मगरलाई अगाडि सारेका छौं र समयको माग अनुसार मैले र मेरा सम्पूर्ण साथीहरूको विभिन्न पटक गरेको मिटिङ अनुसार यो नै गर्न उचित हुन्छ भनेर दीपक थापा मगरलाई हामीले अगाडि बढाएका छौं। आगामी फागुन 21 गतेको निर्वाचनको लागि र सम्पूर्ण राष्ट्रवादी देशभक्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, क्षेत्र नम्बर 3 का बुवा आमा दाजुभाइ दिदीबहिनीहरूले दीपक थापा मगरहरूलाई अत्याधिक बहुमतले निर्वाचित गराउनु हुनेछ र मैले जति बेला पनि क्षेत्र नम्बर 3 को चाहिँ बुवा आमा दाजुभाइ दिदीबहिनी र युवा भाइहरूको लागि नजिकबाट बसेर म कुनै पनि सुख दुःखमा साथ दिनेछु र यो निर्वाचनमा पनि मेरो सशक्त भूमिका रहनेछ र दीपक थापा मगरलाई हाम्रा सम्पूर्ण कार्यकर्ता साथीहरूले म चुनाव लड्दा जसरी अगाडि बढ्नुहुन्थ्यो त्यो भन्दा पनि अझ सशक्त रूपमा अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु र म चुनावबाट भटेको होइन, युवाहरूलाई अगाडि बढाएको हुँ र यो देशले मागे अनुसारको युवालाई मैले प्रस्तुत गरेको छु भन्ने मलाई विश्वास छ र मलाई विश्वास छ क्षेत्र नम्बर 3 को जनताहरूले यो लामो समयदेखि मैले देशलाई, यो जनतालाई र यो क्षेत्र नम्बर 3 लाई मैले जुन किसिमको एउटा सहयोग गरेँ, सहयोग लिएँ र भोलिका दिनहरूमा पनि म तपाईहरुलाई यसरी नै सहयोग गर्दै जानेछु भन्ने मैले विश्वास दिलाउन चाहन्छु र दीपक थापा मगरलाई हलो चिन्हमा मतदान गरिदिनु भएर अत्याधिक बहुमतले जिताइदिनु होला भन्ने मैले आशा लिएको छु। हस्, धन्यवाद।